नमस्कार। म मोतीराम सिजापति तपाईँहरू सम्पूर्णलाई मेरो च्यानल म्याजिकल लर्नर्स हबमा स्वागत गर्न चाहन्छु। शिक्षासँग सम्बन्धित वा अध्यापन अनुमति पत्रको तयारी गरिरहनुभएका तपाईँहरू सम्पूर्णलाई आजको प्रस्तुतिकरणमा शिक्षाका तहगत सक्षमताहरू, विशेष गरेर आधारभूत तहका सक्षमताहरूको बारेमा जानकारी दिइनेछ। भिडियोलाई सुरुदेखि अन्तसम्म हेरेमा यसले तपाईँहरूलाई अध्यापन अनुमति पत्रमा सफलता हासिल गर्न सहयोग गर्नेछ। सबभन्दा पहिले त तहगत सक्षमतामा आधारभूत तहको सक्षमताको नम्बर 1 मा देशप्रेम र राष्ट्रिय एकताको भावनाबाट उद्भूत एवं लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास व्यवहारमा प्रदर्शन गर्ने रहेको छ। यसमा राष्ट्रसँग प्रेम गर्ने खालको र राष्ट्रलाई एकताको सूत्रमा आबद्ध गर्ने, लोकतान्त्रिक मूल्य मान्यता बुझेको र संस्कार र संस्कृतिलाई पनि व्यवहारमा प्रदर्शन गर्न सक्ने कुरा 1 नम्बरमा लेखेको छ। यो कुरा 1 बाट 8 कक्षासम्म पढ्दै गरेको 12 वर्षसम्मको बालबालिकाहरूले प्रदर्शन गर्न सक्नेछन् र त्यो क्षमता, त्यो सक्षमता विकास हुनेछ भन्ने कुरा 1 नम्बरमा लेखिएको छ। सक्षमताको 2 नम्बरमा भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक सृजनात्मक एवं सान्दर्भिक प्रयोग, भाषाको एउटा विकास हुनु पर्यो र सञ्चार सिपको पनि विकास हुनु पर्यो। कम्युनिकेसन कुराहरू र ल्याङ्ग्वेजको कुराहरू र सृजनात्मक र सान्दर्भिक प्रयोग, समय अनुसार कुन ठाउँमा कुन भाषा प्रयोग गर्न सक्ने, सृजनाको कुरा र सन्दर्भ अनुसार प्रयोगको कुरा पनि सक्षमता अन्तर्गत पर्दछ। यो चाहिँ 2 नम्बरको सक्षमता हो। त्यसैगरी तेस्रो नम्बरमा सूचना र विचारहरूको आदान प्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोगको कुरा रहेको छ। सूचना र विचारहरूको आदान प्रदान, एउटा कुरा पाएको सूचनालाई अर्को व्यक्तिलाई कसरी दिने र आफ्ना विचारहरू प्रकट गर्दाखेरि अर्को व्यक्तिसँग कसरी विचारहरू प्रकट गर्ने र केही कुराहरू विश्लेषण गर्नुपर्ने हुन्छ, त्यो ठिक छ कि छैन, त्यसका गुणहरू के हुन्, अवगुणहरू के हुन्, फाइदा र बेफाइदा के हुन् भन्ने कुरा बुझ्ने र सूचना प्रविधिको प्रयोग गर्न सक्ने। अहिलेको जमानामा सूचना प्रविधिले गर्दा सिकाइ सजिलो भएको छ, ज्ञान सजिलो भएको छ, सिप र सन्देश कुरा सजिलो भएको छ। त यो कुराको सही प्रयोग गर्न सक्ने सक्षमता आधारभूत तहको सक्षमता नम्बर 3 मा उल्लेखित छ। त्यसैगरी 4 नम्बरमा तार्किक तथा व्यावहारिक गणितीय ज्ञान सिप एवं अभिवृद्धि विकास र प्रयोगको कुरा रहेको छ। तार्किक भनेको तर्क गर्न सक्ने, यो कसरी भयो, किन भयो भन्ने कुराको तर्क गर्ने र व्यावहारिक गणितीय ज्ञान, कुनै व्यक्तिले कुनै कुरा किन्नु पर्यो, ती बालबालिकाहरूले बजारमा जानु पर्यो भन्नाले कति किन्दाखेरि, कुन सामान किन्दा कति पैसा पर्छ, कति फाइदा हुन्छ, नाफा प्रतिशत कति, नोक्सान प्रतिशत कति भन्ने कुराको ज्ञान, सिप र अभिवृद्धि यो कक्षा 8 मा नै डेभलप भइसक्नुपर्छ र आधारभूत तहको सक्षमता हो। यो चाहिँ सक्षमतामा नम्बर 4 मा राखिएको छ। त्यसै गरेर नम्बर 5 मा वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवं बोध र व्यावहारिक जीवनमा प्रयोग हुनेछ।
कन्सेप्टको कुरा गरेको छ, यहाँ अवधारणाको कुरा गरेको छ। वैज्ञानिक अवधारणा तथा सिद्धान्त र नियमप्रतिको जिज्ञासा बुझ्न सक्ने एउटा जिज्ञासा हुन्छ, इच्छा हुन्छ। त्यो जिज्ञासा भइसकेपछि त्यो बोध हुनु पर्यो र व्यावहारिक जीवनमा ती विज्ञानका कुराहरू, सिद्धान्तका कुराहरू, नियमका कुराहरू मात्र चाहिँ इच्छुक भएर होइन, प्रयोग पनि गर्नु पर्यो। एउटा कुरा, पहिलो कुरा के थियो भने इच्छा शक्तिको कुरा रह्यो। विज्ञानमा, सिद्धान्तमा, नियममा पहिला जिज्ञासु हुनु पर्यो, त्यसपछि त्यो कुरा बुझ्नु पर्यो र जीवनमा प्रयोग गर्नु पर्यो। यो सक्षमता आधारभूत तहको नम्बर 5 मा उल्लेखित छ। त्यसै गरेर 6 नम्बरमा मानव मूल्य र मान्यता एवं सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजगता कुरा रहेको छ। मानव मूल्य भनेको अरूलाई रेस्पेक्ट दिने कुराहरू, आदर सत्कार दिने कुराहरू, माया गर्ने कुराहरू। त्यसै गरी सामाजिक बुझ भनेको समाजमा हामीहरूले बस्ने कुराहरू, समाजका नीति नियमहरू मान्ने कुराहरू र एउटा सभ्य नागरिकको रूपमा नागरिकका कर्तव्यहरू के रहेका छन् त भन्ने कुराहरू यसमा उल्लेख रहेको छ। मानव मूल्य र मान्यताका कुराहरू, सामाजिक गुणको विकास, नागरिक कर्तव्यप्रति सजग भनेको यो आफैले आफ्नो कर्तव्य बुझ्नुपर्ने, विद्यार्थीको रूपमा कर्तव्य के, सामाजिक एउटा चाहिँ प्राणीको रूपमा कर्तव्य के र हाम्रा भ्यालुहरू के हुन्, सामाजिक गुणहरू के हुन् भन्ने कुराहरू पनि यो आधारभूत तहको सक्षमता अन्तर्गत पर्दछ। यो चाहिँ नम्बर 6 मा उल्लेखित छ। त्यस्तै गरी 7 नम्बरमा जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकास बीचको अन्तर सम्बन्धको बोध र व्यवस्थापनमा सहयोग बनाएको छ। जनसङ्ख्याको बारेमा वातावरण संरक्षण र दिगो विकास बीचको अन्तर सम्बन्ध, जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकास बीचको सम्बन्ध के छ, हामीले वातावरण संरक्षण गर्दा हामीलाई फाइदा के हुन्छ, जनसङ्ख्या र वातावरणको सम्बन्ध के छ र यसको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने जानकारी अथवा भन्ने सक्षमता पनि आधारभूत तहमा नै पर्छ। यो चाहिँ नम्बर 7 मा उल्लेखित छ। शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवन उपयोगी सिपको विकास हुनेछ। आफूलाई चाहिँ शारीरिक रूपमा कसरी स्वस्थ राख्ने अनि जीवनशैली कस्तो अपनाउने अनि हामीले जीवन उपयोगी सिपको चाहिँ विकास कसरी गर्ने त, जस्तै जीवन उपयोगी सिप भनेको खेलकुदहरू भयो। त्यसै गरी जीवनलाई उपयोग हुने कुनै पनि सिपहरू कसरी सिक्ने र स्वस्थ कसरी रहने, जीवनशैलीलाई कसरी चाहिँ स्वस्थ गरेर राख्ने भन्ने कुरा, यो चाहिँ सक्षमताको 8 नम्बरमा उल्लेखित छ। त्यसै गरी 9 नम्बरमा स्थानीय आधुनिक पेसा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सिपको प्रयोग रहेको छ। स्थानीय आधुनिक पेसा चाहिँ हुनु पर्यो, त्यो आधुनिक हुनु पर्यो र स्थानीय व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान, कुनै पनि व्यवसाय होस्, श्रम गर्ने कुराहरू, मेहनत गर्ने कुराहरूमा सम्मान हुनुपर्ने र कुशल सिपको प्रयोग भनेको एकदमै त्यो विशेषता, दक्षता, कुनै पनि काम गर्दाखेरि दक्षता हासिल गर्ने र श्रम गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने खालको कुरा 9 नम्बरको सक्षमतामा उल्लेखित छ। 10 नम्बरमा नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा सम्वर्धन एवं सृजनशीलताको विकास र प्रयोगको बारेमा रहेको छ। यो चाहिँ कला र साहित्यको संरक्षण, हाम्रो कला, हाम्रो साहित्य, पुरानो कलाहरू, पुरानो साहित्यहरू संरक्षण गर्ने, सम्वर्धन गर्ने र त्यसैमा आफूले केही कुरा सिर्जना पनि गर्ने। पुरानो कुरालाई संरक्षण मात्र गरेर भएन, त्यसै सम्बन्धमा हामीले केही सिर्जना पनि गर्दै गरे र सिर्जनाको विकास र प्रयोग गर्यौँ भने यसले पनि, यो पनि एउटा चाहिँ आधारभूत तहको सक्षमता अन्तर्गत पर्दछ। यो चाहिँ नम्बर 10 मा उल्लेखित छ। 11 नम्बरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित
भई विविधता, विश्व बन्धुत्व र सहअस्तित्वको बोध तथा स्वीकार छ। परिचयको कुरा जस्तै अब नेपालको कुरा र अन्य देशहरूको कुराहरू र त्यसको फरक के छ, त्यसका पहिचानहरू के हुन्, भाइचाराको भावना कसरी विकास गर्न सकिन्छ र सहअस्तित्वको बोध तथा स्वीकार कसरी हुन्छ भन्ने कुरा आधारभूत तहको 11 नम्बरमा उल्लेखित छ। त्यसै गरी 12 नम्बरमा दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान र विश्लेषण तथा समाधान। अब समस्याहरू आइपर्छन्, ती समस्याहरू कसरी पत्ता लगाउने, के समस्या हुन्, कसरी ती समस्याहरू आए, विश्लेषण गर्ने र त्यसपछि त्यसको समाधान गर्ने, यो कुराहरू पनि आधारभूत तहको विद्यार्थीहरूले विकास गर्नुपर्ने हुन्छ। यो चाहिँ उनीहरूको आधारभूत तहको सक्षमताको 12 नम्बरमा उल्लेखित छ। अब यसको साथै मैले चाहिँ अब आउने एपिसोडमा शिक्षा ऐन 2028 तथा शिक्षा नियमावली 2059 संशोधन सहित सम्बन्धी जानकारी लिएर आउनेछु र तपाईहरूले नियमित रूपमा यो म्याजिकल लर्नर्स हब हेर्ने कोसिस गर्नुहोला र नयाँ जानकारीहरू प्राप्त गर्नुहोला भन्ने आशा गर्दै आउने दिनमा अझ विशेष गरेर पाठ्यक्रममा आधारित भएका विषयवस्तुहरू लिएर हजुरहरू समक्ष प्रस्तुत हुनेछु भन्दै आजको प्रेजेन्टेसन अथवा प्रस्तुतिकरण यही समाप्त होस्। धन्यवाद।